Hi guys, namaste, welcome back to my channel. If you are new here then म चाहिँ मन्जा चौधरी. I hope हजुरहरु सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु भन्दै आजको नयाँ दिन नयाँ भिडियो नयाँ भ्लग सुरु भइसकेको छ. By the title वा थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भएको छ होला. Yes, आज चाहिँ मैले आफ्टर लङ टाइम पछि चाहिँ मैले चटपटे पानीपुरी खानु आँटेको, बट पानीपुरी नै फुलेन. यस्तो भयो, सुकाएको र पनि फुलेन. अब जस्तो छ त्यस्तै खान्छु. सो या लेट्स स्टार्ट है. अनि कहाँबाट सुरु गरौँ? यहाँ मेरो चटपटे छ, हेर्न सक्नुहुन्छ. यम्मी. यहाँ अचार भइहाल्यो, यहाँ पानी भइहाल्यो. पुरी त यस्तो भयो गाइज, आई एम सो सरी. अनि यहाँ चाहिँ कोक भयो. सो खाएँ ल. यस्तो मिठो भएको छ गाइज. अब बनाउँदै बनाउँदै त चाखिन्छ नि त अलिअलि हैन. सो फर्स्ट बाइट खाएँ ल. आज मैले सोचेको थिएँ कि आजको भिडियो चाहिँ हिन्दीमा बोलेर बनाउनु पर्यो र, किनभने मेरो भ्युअर्सहरु हिन्दीमा पनि हेर्ने मान्छेहरु हुनुहुन्छ क्या, इन्डियाबाट कता कताबाट. फेरि नेपालीबाटै बोलेर बनाउँछु भनेर चाहिँ बनाएको. त्यो पनि अर्को दिन कुनै बेला बनाउने छु. एकदम मिठो भएको छ गाइस. चटपटे अमिलो पिरो भएन भने त फेरि मिठो हुँदैन नि त नि. त्यही भएर ट्वाक्क लाएर छ क्या. सब थोक. मेरो पेसेन्टलाई भनेको कि बनाम भनेर मान्नु भएन. त्यही भएर एक्लै बनाएको मैले चाहिँ. मेरो प्रिन्सेस. मुखै रातो भएन. हाल्नु मलाई. अचार राख्ने पानी कहाँ हाल्नु? पानी राख्ने ठाउँ छैन. यसरी गर्न. लास्टै मिठो भएको छ गाइस, साँच्ची भनेको. तपाईँहरूलाई यहाँबाट दिनु मिल्ने भएको भए म त दिन्थेँ होला. पानीपुरी फेरि नफुलेर पिजोक. यो धेरै दिन भएर नफुलेको होला क्या. जसरी भए पनि जोगाड त गर्नु पर्यो नि त. अब खानु मन लागेपछि हैन, के गर्नु, यस्तै छ.
पानीपुरी भिडियो गर्न र यसरी भित्र जो बन्नु पाएको भए मिठो हुन्छ नि। तर यसरी नै मिठो भएको छ है तपाईहरुको पानीपुरी फुलेन भने यसरी खानु ल म जस्तै। यो धेरै भयो नि त 6-7 महिनै भयो खानु हुन्छ कि हुँदैन थाहा छैन बट मलाई खाइदिए। नसुकेर फुलेको हो नि त मैले सुकाइनु हतार भएको छु त्यही भएर ब्याकग्राउन्डलाई चाहिँ इग्नोर गर्नु होला। यत्रो ठाउँ छ हैन तर ठाउँै छैन क्या कहाँ बसेर मुकब्याङ बनाउने भनेर यस्तो बिजोग छ मेरो। जसो तसो बनाउँदै छु एडजस्ट गर्दै छु। आई होप तपाईहरुलाई मन परिरहेछ होला। अनि अहिलेसम्म मेरो भिडियोलाई चाहिँ गर्नु भएको छैन भने गरिदिनु होला ल। फेरि यो के भनेको के हो भनेर बुझ्नु भएन भने चाहिँ लाइक गर्नु भएको छैन भने चाहिँ लाइक गरिदिनु होला। सरी। अनि कमेन्ट शेयर सब्स्क्राइब पनि गर्नु होला। कहाँबाट हेर्दै हुनुहुन्छ त्यो लेख्न चाहिँ नभुल्नु होला। धरानको आलुनुकी पानीपुरी भन्दा कम छैन यार। यो मुकब्याङ भिडियोमा साच्चीकै भ्युज जाँदैन त। मैले एउटा भिडियो देखिरहेको थिएँ गुरुमी दिदीको। उहाँले भन्दै हुनुहुन्थ्यो कि मुकब्याङमा पैसै छैन उयो नै छैन भन्दै हुनुहुन्थ्यो। मैले धेरै त हेरेन अलिअलि हेरेँ कि साच्ची हो त भन्ने जस्तो लाग्छ क्या। किनभने यो चाहिँ म मुकब्याङ चाहिँ होइन मुकब्याङर भिडियो त म बनाउँदिनँ कहिलेकाहीँ मात्र बनाउँछु नि त। तर मैले सोच्दा हेर्दाखेरि हुन्छ नि त अब। तर अरू भिडियो भन्दा चाहिँ मेरो मुकब्याङ भिडियोहरूमा चाहिँ भ्युज गइरहेको हुन्छ क्या गाइज। खोइ अब त्यो चाहिँ थाहा भएन होइन हो कि होइन। अब उहाँहरूले डेली बनाउने मान्छेहरूलाई थाहा हुन्छ नि त। अनि त्यही भएर मैले घरि त सोच्छु कि मुकब्याङ भिडियो बनाऊँ कि जस्तो लाग्ने होइन। तर मुकब्याङ भिडियो चाहिँ बनाउन सकिँदैन रहेछ कि। म चाहिँ सक्दिनँ किनभने जसले धेरै खान सक्नुहुन्छ जसलाई रुच्छ उहाँहरूले बनाउनुहुन्छ नि त जस्तो लाग्छ है मलाई चाहिँ। तर
म चाहिँ सक्दिनँ। अब कहिलेकाहीँको लागि त ठिकै हो, तर मुकब्याङ भिडियो बनाउँदाखेरि चाहिँ मेरो भ्युजहरू त्यसमा चाहिँ गइरहेको हुन्छ क्या। अहिले अरू ठाउँको वेदर कस्तो छ होला नि? यहाँ त लास्टै गर्मी छ। नेपालमा त पानी परिरहेको थियो, शीतलै थियो, 1-2 दिन अस्ति देखिरहेको थिएँ। तर अब यहाँ चाहिँ दुबईमा चाहिँ बिहान बिहानै 45 डिग्री सेल्सियस घाम हुन्छ। गाइस सोच्नु न कति चाहिँ घाम हुन्छ भनेर। बिचारा बाहिर काम गर्नेहरू, घाममा काम गर्नेहरू मान्छेलाई कस्तो हुन्छ जस्तो लाग्छ क्या। म कम्ता घाम हुँदैन कसरी गर्नुहुन्छ भन्ने हुन्छ। के गर्नु, यस्तै छ मान्छेहरू। र अहिले विदेश आएको हुँदैन। सबैको आफ्नो आफ्नो व्यथा हुन्छ। अनि कति मान्छेले भने क्लिनरको काम गर्दैछु भन्नुहुन्छ क्या। अरे क्लिनरकै काम गरेर भए पनि आफ्नो फ्यामिलीलाई पालिरहेछ भने त्यो राम्रो हो नि त। यत्तिकै बेकारी बस्नुभन्दा त एटलिस्ट त्यो काम गरेर आफ्नो फ्यामिलीहरू पालिराख्नु भएको छ, आफ्नो फ्यामिलीलाई हेरिराख्नु भएको छ। त्यही भएर काम चाहिँ कुनै सानो ठुलो हो जस्तो मलाई लाग्दैन क्या। जस्तो काम भए नि प्राउड चाहिँ गर्नुपर्छ आफ्नो कामदेखि चाहिँ जस्तो लाग्छ मलाई। अनि अब म प्राइभेट नर्समा काम गर्छु नि त होइन। अनि मेरो त ड्रेस छैन नि त। अब उता कम्पनीहरूबाट गरेर आएको भए पो अब ड्रेस हुन्थ्यो होइन। म त घरमा जे लाउँछु त्यही ड्रेससँग पेसेन्टसँग बस्छु नि त। अब प्राइभेट नर्स भइसकेपछि त पेसेन्टको घरमै हो 24 घन्टा। अनि जसले पनि क्या मलाई तिमी घरमा काम गर्छौ भन्नुहुन्छ क्या। अनि हो भन्छु क्या। म चाहिँ घरमा काम गर्नु कुनै ठुलो कुरा पनि होइन जस्तो लाग्ने क्या। ठिकै छ, अब सबैको सोचलाई बदल्न सकिँदैन। यस्तै त हो नि होइन गाइज। अनि मलाई एकचोटि क्या म लाइभमा थिएँ होइन, टिकटक लाइभमा। अनि मलाई सोध्नु हुँदै थियो तिमी के काम गर्छौ दुबईमा भन्नुभयो कि म घरमा काम गर्छु भनेर भने क्या। यसरी भनिनँ मैले म नर्स हो, मलाई भन्नु पनि मन लागेन। त्यही भएर म हाउसमेड हो भनेर भनेको कि त्यो दाइ त मसँग बोल्न छोड्नु भएको क्या। अब कस्तो लाग्यो क्या त्यतिखेर मलाई त। ठिकै छ त्यो नबोल्न पाएँ, मैले मैसँग बोल्नुपर्छ भनेको त होइन। तर पनि हुन्छ नि त्यो हाउसमेड क्लिनर कामहरूलाई चाहिँ कति सानो काम भनेर ठान्छन् क्या। मेरो गफ सुनेर बोर चाहिँ नहुनु होला, इन्जोय गरिदिनु होला। पानीपुरी देखेर नहाँस्नु ल तपाईँहरू चाहिँ। Leave there, I will take. मेरो पेसेन्ट चाहिँ उता साइडमा हुनुहुन्छ। पेसेन्ट नभनौँ भन्छु कि अब त्यही बानी बस्यो क्या। प्रिन्सेस भनेर बोलाउँछु ल अबदेखि चाहिँ, साँच्ची भनेको। हाँस्छ होला क्या।
गुनासो आउँछ हौ मलाई त के भन्ने अरे त यस्तै छ जिन्दगी थम्बनेल त किन्नु बिर्सेछु त मैले लास्टमा थम्बनेल आई होप हजुरहरूलाई मन पर्दैछ होला हैन तपाईहरुलाई के कस्तो लाग्छ कमेन्ट गर्न चाहिँ नभुल्नु होला फिल फ्री टु कमेन्ट अनि छिटो छिटो 1K पुर्याइदिनु गाइज 816 पुगिसकेको छ सब्स्क्राइबर सो तपाईहरुकै भरमा छु म तपाईहरुले अझै माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला त्यही भन्न चाहन्छु अनि यो चाहिँ म खानु सकिन मेरो एज अलवेज यस्तो हुन्छ गाली चाहिँ नगर्दिनु होला अनि या त्यही हो भिडियो चाहिँ एन्ड गर्छु सरी तपाईहरुलाई चाहिँ मन पर्यो भने लाइक गर्न चाहिँ नभुल्नु होला लाइकको बटन चाहिँ त्यही छेउमा हुन्छ सो या गाइज I hope you enjoy my video. Bye bye. See you on next video. Bye bye.